स्टार्ट गरेर मात्र देश बन्छ अनि त्यो सुनिता बहिनीलाई यो भिडियो। हे मेरी प्यारी बहिनी, तिमीले चुनाव त जित्यो, तर तिम्रो नाम, इज्जत र तिम्रो पहिचान त्यही स्टार्ट गर्नेको सपोर्टले नै तिम्रो नाम अगाडि आएको। तिमीले के गर्यो त म भन्दिनँ। तिमीले एउटा राम्रो काम चाहिँ पक्कै पनि गरेको थियो, सच्चा र देशभक्तको साथ दिएको थियो तिमीले। त्यही भएर तिम्रो नाम अगाडि आएको, तिम्रो पहिचान बनेको हो। तिमीले चुनाव जितेर तिम्रो पहिचान बनेको होइन, चुनाव त तिम्रो पार्टीको सपोर्टले गर्दा जितेको तिमीले। एउटा कुरा, तिमीले स्टन्ट गरेर देश बन्छ भनेर जुन तिमीले आमसभामा जुन भाषण दिएको थियो, तिम्रो आँखाले मा के छारो पर्यो, नोटको छारो पर्यो कि कसले छारो पारिदिएको हो? तिमीले देखेका थियौ, तिमीले भोगेका थियौ, सँगसँगै हिँडेका थियौ। तिम्रो काठमाडौँ अहिले कस्तो छ र पहिला कस्तो थियो? तिमीले देश बन्छ र भनेर जुन भाषण दिएको थियो, हेर त्यो नोटलाई क्यातेर आँखा खोलेर हेर, कति प्रगति भएको छ, कति विकास भएको छ, देश कति बनेको छ। तिमी त एउटा नागिन जस्तो भयो, रूप बदल्न सक्ने, चाल बदल्न सक्ने एउटा नागिन जस्तो भयो तिमी सत्यको साथ थियो, तिम्रो मान थियो, इज्जत थियो। तिमीले सत्यको साथ छोड्यौ, नोटको साथ पछि लाग्यो, नोटमा ब्याङ्क ब्यालेन्सको साथ पछितिर लाग्यो। तिमी त गयो गर्व गर्थ्यौ तिम्रो आमा बाउले कि मैले राम्रो सन्तान जन्माएछन् भनेर, हामीलाई पनि गर्व लाग्थ्यो। तर आज तिमी नाग भएर जन्मेको रहेछ। तिमीले परिवर्तन गर्यौ, काँचोले फेरे चाहिँ तिमीले आफ्नो अस्तित्व पनि फेर्यौ। केमा बिक्यौ तिमी? पैसामा बिक्यौ। अरे त्यो पार्टीको त तिम्रो केही छैन, केही नै छैन। तिम्रो अस्तित्व के छ र? तिमीले राम्रो काम गरेको भएर, राम्रो मान्छेको साथ दिएको भएर तिम्रो अस्तित्व रहेको थियो, तिम्रो पहिचान बनेको थियो। अझ पनि सुत्रिने मौका छ, अझ पनि साथ दिनु, सत्य र धर्मको साथ दिनु, तिम्रो भलो नै हुनेछ। जय नेपाल।